तपाईहरुले प्रत्यक्ष देख्नु भएको छ यहाँ न खोला छ न बगर बगर त छ त है खोला छ यहाँ खोलाको पानी सुकिगएको छ अनि 15/07 तले गुना गर भन्दा नि कति आउँछ लास्टमा एक गाउँबाट म त डुबे यार यहाँ त डुबाउने रहेछ ला माछा उता ओ त्यहाँ मुनि ला अब हराएछ भेटेन यार गयो 1500 को चस्मा त्यही खुट्टामा छ है खुट्टामा त्यो खुट्टामा है खुट्टामा भेटा मैले ठीक है खुट्टामा छ भन्दै त्यही भएर खुट्टामा छ ठिकै निकाले हैन म होला 10 सेकेन्ड कम बस अन्त निक्लिहाल्यो ह निक्लिहाल्यो म होला 10 सेकेन्ड बस्न निस्क्यो हैन 50 सेकेन्ड हाल्ने नि त ढुङ्गा पल्टाउँ यो ठुलो ढुङ्गा त कता पल्टाउँ निस्किन्न के जिउँदै रहेछ के भयो उतै गाजा गाजा म यता तान्छु के देखाला बाँचो दुईटा चाहिँ बाँचो हातले भेट्ने एक दियो छिटो अगाडि हेर्नु फेरि आउने त्यहाँ छैन होइन ठिक्क गुरेछ के हातले भेट्ने मात्रै होइन त्यो नि 6-7 वटा निकाले त मैले 5 वटा वाउ नथा गाइज हामीले यहाँनिर कुन माछा रे यो फोकटे हो फोकटे समात्यौँ यहाँ फोकटे मात्रै छ तलतिर हेर्नु सेतो मैले पहिलोचोटि यो गङ्गटा चाहिँ समाउँदै छु है सबै सबभन्दा डर लाग्ने भनेको खोलामा मलाई गङ्गटासँग सर्पसँग पनि डर लाग्दैन ठुलो छ कला देखाउनु कला अर्को पनि अर्को होला यो भन्दा ठुलो छ भेटाउनु ठुलो छ कि पनि बस कला हो नि त यो त माछा समाउन यार त्यही छ त्यो गौलामा अघि त पसार न त ठुलो फेरि उफ्रेर जान्छ यस कला देखाउनुहोस्